के हो यसले त हामीलाई चाहिँ के हो लो यार मान्छे सानो भयो भने हामीलाई जुट्ने भयो उता हेर त के रहेछ त्यहाँ उता हेर न चिटिङ गर्दा पनि नसकिनु भयो यार योसँग हट हाई गाइज नमस्ते वेलकम टु माई भ्लग। अहिले चाहिँ हामी चाहिँ मोमो च्यालेन्ज गरिरहेको छौँ। मोमो च्यालेन्जमा चाहिँ अब सबै मोमो छ, जसले अगाडि खाइदिन्छ त्यसलाई 500 रुपियाँ पुरस्कार है गाइज। ल अनि पुरस्कार चाहिँ पैसै हाल्छ, जसले अगाडि खान्छ त्यसलाई चाहिँ 500 पैसा पाउँछ साथीहरू। ल है साथीभाइहरू ल सबैजनाले च्यानललाई सब्स्क्राइब लाइक कमेन्ट सेयर च्यानललाई सब्स्क्राइब गरिदिने माया गरिदिने। अब स्टार्ट गर्न लाग्छ, कसले छिटो खाइसक्छ त्यसले 500 रुपियाँ पाउँछ है गाइजहरू। 500 रुपियाँ 1 2 3 गो गो। के हो यसले त हामीलाई चाहिँ के हो लो यार मान्छे सानो भयो भने हामीलाई जुट्ने भयो नसकिनु म त पानी खानु पाउँदैन है, पानी चाहिँ खानु पाउँदैन, पानी खानु पाउँदैन। तिनवटा बाँकी परेको भाइ 500 जित्ने भयो यार यसले। म हालिदिएँ बुढी गयो। गाइस मेरो चाहिँ लास्ट 1 पिस छ। उता हेर त के रहेछ त्यहाँ उता हेर न ओ झऱ्यो झरिरहेको चिटिङ गर्दा पनि नसकिनु भयो यार योसँग हट गाइस म चाहिँ फर्स्ट भयो। अब मैले 500 रुपैयाँ जिते। यो 500 रुपैयाँ आजको विनर म। मैले एउटा थप्दा यो अगाडि मलाई थाहा क्या मैले 10 वटा थियो। चिट गर्दा पनि सकेन यार त्यो के छु अब तपाईले एउटा घुसाउँदा मैले 3 त घुसालिसकेँ त तपाईले। घरमा अहिले तपाईँ फुड च्यालेन्जमा जित्यो भने कसरी जित्यो रहेछ? मैले पो जित्यो गाइस। आधाको हुन्छ म सेकेन्ड भयो गाइज ल मान्छे सानो भयो नि कस्तो फास्ट खाएको यसले खतम हो नि। ल गाइज वेलकम। तपाईँले अब यो युट्युब च्यानललाई हेरेर सब्सक्राइब लाइक र कमेन्ट गरिदिनु होला है त गाइज। फेरि पनि हामी अझै रमाइलो अझै राम्रो राम्रो फुड च्यालेन्ज भिडियोहरू गेमिङ भिडियोहरू गेम च्यालेन्ज भिडियोहरू लिएर आउनेछौँ तपाईँहरूसम्म आउनेछ हरेक ब्लगहरू। आजको विनर म। हेरिदिनु होला माया गरिदिनु होला। नेक्स्ट टाइम अर्कै खालको छुट्टै खालको चाहिँ हामी भ्लग लिएर आउनेछौँ है त। ल है त गाइजहरू।